नमस्कार सबैजनालाई। हामीले पक्कै नै यो 2 टा टुलहरूको बारेमा चाहिँ हामीले सुनेको होला है। सो यो 2 टा टुल चाहिँ हामीले बेसिकली कहाँ सुनेको हुन्छ भन्दाखेरि जस्तै हामीले कुनै पनि स्प्रेडसिट प्रोग्रामको बारेमा पढ्दाखेरि हामीले एक्सेलको बारेमा सुनिरहेको हुन्छौँ। जस्तै स्प्रेडसिट प्रोग्रामको बारेमा पढ्दै। त्यसैगरी हामीले यदि कुनै पनि डेटाबेसको बारेमा पढ्यौँ भने चाहिँ हामीले यो 2 टा टुलहरू चाहिँ हामीले सुन्ने गरिन्छ। एउटा भयो माइएसक्यूएल अनि अर्को हुन्छ हामीलाई एक्सेस। सो यो 2 टा टुल चाहिँ हामीले सुन्ने गरिन्छ। सो के हो त यो? सो हामी आज चाहिँ यिनै 2 टाको बारेमा डिफरेन्सेसहरू पढ्ने गर्छौँ। सो फर्स्ट भनेको चाहिँ हाम्रो एक्सेल। सो हाम्रो एक्सेल भन्दा चाहिँ होइन अचेल के हुन्छ हामीले कुनै पनि डेटा स्टोर गर्नुपर्यो भने एकदम लार्ज स्केलमा डेटा स्टोर गर्नुपर्यो भने चाहिँ बेसिकली माइएसक्यूएल युज भएको देखिन्छ है अथवा अरू डेटाबेसहरू छन् होइन। बेसिकली माइएसक्यूएल भनिदिउँ अहिलेको लागि चाहिँ। सो डेटाबेस नै किन युज गरिरहेको हुन्छ? हामीले डेटा स्टोर गर्न त हामीले एक्सेलमा पनि सक्छौँ होइन। हाम्रो पहिला जति पनि काम हुन्थ्यो त्यो एक्सेलमै हुन्थ्यो। हामीले स्कुलहरूमा होइन कलेजहरूमा पहिला काम भएको देख्यौँ भने त्यो एक्सेलमा काम भइरहेको हुन्थ्यो। तर अहिले हेऱ्यौँ भने सबै कुरो के भइरहेको छ सिस्टममा गइरहेको छ क्या। अनि हरेक सिस्टमले के युज गरिरहेको हुन्छ? डेटाबेस युज गरिरहेको हुन्छ। सो व्हाई डेटाबेस ह्याज रिप्लेस एक्सेल देन? एक्सेललाई किन रिप्लेस गर्यो भन्ने कुरो। सो फर्स्ट भनेको चाहिँ हामीले कुरा गर्दाखेरि वी टक अबाउट डेटा भोल्युम। सो डेटा भोल्युम भनेको कति डेटा स्टोर गर्छ भन्ने कुरा आउँछ। सो हाम्रो एक्सेलले चाहिँ कम् कम्पेयर टु माइएसक्यूएल अथवा जुन डेटाबेसहरू हुन्छन्, त्योभन्दा चाहिँ थोरै डेटाहरू स्टोर गर्ने भयो। सो इट ह्याज गट लो डेटा स्टोरेज। त्यसको इफ यू टक अबाउट डेटाबेस है, डेटाबेसमा के हुन्छ हामीले हाई डेटा स्टोरेज पाउँछौँ। भनेको हामीले धेरैवटा युजरहरू के हुन्छ स्टोर गर्न सक्छौँ। लाइक द्याट डज नट मिन द्याट हामीले स्प्रेडसिटमा मानौँ के हुन्छ लिमिटेसन हुन्छ भन्न खोजेको होइन है। जस्तै मानौँ इफ वी हेभ गट होइन यदि हामीसँग 10,000 विद्यार्थी छन् अरे है एउटा कुनै कलेजमा अथवा 10,000 विद्यार्थीको 5 वर्षमा हामीले एटेन्डेन्स लियौँ अरे, है त। हरेक वर्ष कति हुन्छ? 365 डेज हुन्छ, है त। 365 डेज हरेक दिन त्यो विद्यार्थीको डेटा कतिवटा हुन्छ? 10,000 वटा हुने भयो, है त। सो यत्रो डेटा ह्यान्डल गर्न के हुन्छ? हाम्रो एक्सेलमा चाहिँ गाह्रो हुन्छ के। आफ्टर सम टाइम त्यसमा प्रब्लम आउँछ। त्यो प्रब्लममा हाम्रो ल्यागिङ, है त। तर इन कन्टेक्स्ट अफ माइएसक्यूएल जति के होस् 10,000 होस् अथवा 20,000 होस्, सो विल ह्याभ गट सिमिलर काइन्ड अफ स्पिड है। स्पिड चाहिँ सेम जस्तै हुन्छ। भनेको एज कम्पेयर टु एक्सेल चाहिँ हाम्रो स्पिड कहाँ धेरै हुने भयो त? माइएसक्यूएलमा अथवा डेटाबेसमा। भनेको यसमा चाहिँ के हुन्छ हामीले धेरै डेटाहरू स्टोर गर्न सक्यो। जति धेरै डेटा भए पनि के हुन्छ हामीलाई त्यति स्पिडमा प्रब्लम चाहिँ हुने छैन। सो बेस्ट वान। त्यस्तै गरेर अर्को हुन्छ हामीसँग रिलेसनसिप। सो इफ वी टक अबाउट रिलेसनसिप होइन हामीले एक्सेलमा देखिरहेको हुन्छौँ होला। हामीले यदि 2 टा टेबललाई लिङ्क गर्नुपर्यो अथवा 2 टा सेललाई लिङ्क गर्नुपर्यो भने चाहिँ हामीसँग फङ्सनहरू हुन्छ। जस्तै VLOOKUP भन्ने फङ्सन हुन्छ। सो दिस हेल्प्स टु क्रिएट रिलेसनसिप है इन एक्सेल। तर त्यो रिलेसनसिपहरू के हुन्छ? लुज हुन्छन्। भनेको जस्तै मानौँ एक ठाउँमा अपडेट गर्यौँ भने अर्को ठाउँमा अटोमेटिक अपडेट हुने हुँदैन। बट इन कन्टेक्स्ट अफ एमएस एक्सेस मानौँ मैले एउटा फर्स्ट टेबलमा अपडेट गरेँ अरे, है त एन्ड इट इज लिङ्क्ड विथ सेकेन्ड टेबल एउटा सेकेन्ड टेबलसम्म लिङ्क छ। सो इफ आई अपडेट अन फर्स्ट टेबल अटोमेटिकली के हुन्छ त? सेकेन्ड टेबल पनि के भइदिन्छ त? अपडेट भइदिने भयो। सो द्याट्स द बेस्ट पोइन्ट ओभर हियर है। हामीले एउटामा अपडेट गर्दा अर्कोमा अटोमेटिक अपडेट हुने भयो। तर यसमा के हुन्छ हामीले एउटामा अपडेट गऱ्यौँ भने चाहिँ अर्कोमा पनि के गर्नुपर्छ? फेरि त्यो टेबलमा जाने अनि फेरि के हुन्छ त्यो फर्मुलालाई ड्र्याग गरेर बल्ल के हुन्छ एप्लाई गर्नुपर्ने हुन्छ। यो भयो हाम्रो के हुन्छ सेकेन्ड डिफरेन्सेस। त्यस्तै गरी हामीसँग अर्को थर्ड डिफरेन्सेस हुन्छ। इन थर्ड डिफरेन्सेस विल टक अबाउट दि युजर एक्सेसिबिलिटी, है त। यसमा चाहिँ विल टक अबाउट युजर एक्सेसिबिलिटी भन्न खोजेको हामीले एक्सेलमा के हुन्छ बेसिकल्ली एकचोटिमा हाम्रो एउटा युजरले मात्रै डेटा अपडेट गर्न पाउँछ। अन्टिल एन्ड अनलेस वी आर युजिङ टुल्स लाइक गुगल सिट्स है। गुगल सिट्स भन्ने टुल हुन्छ। त्यो गुगल सिट्स भन्ने टुल युज नगरेसम्म हामीले एउटा मात्रै युजरले अपडेट गर्न पाउने भयो। बट है त्यो पनि के हुन्छ अब मानौँ युजर्स पनि धेरै त हुन्छ। तर इफ युजर्स विल बी मोर मानौँ के हुन्छ 8-9 जना भइदियो भने
त्यसपछि गएर के हुन्छ फेरि त्यहाँ प्रब्लम आउँछ ल्याग है त। हामीले अपडेट गर्दा के हुन्छ त्यहाँ प्रब्लमहरू देख्न सकिन्छ। तर इन कन्टेक्स्ट अफ दिस एक्स डेटाबेस कन्टेक्स्टमा के हुन्छ मेनी युजर्स क्यान अपडेट एट वन्स विथआउट एनी ल्याग अर डिले। सो यो चाहिँ हाम्रो बेस्ट पोइन्ट भइहाल्यो है। एकैचोटि के हुन्छ हजारौँ अथवा 10,000 मिलियन्स अफ युजर क्यान अपडेट द्याट डेटाबेस एट अ सिंगल टाइम है एकचोटिमा। तर हाम्रो एक्सेलमा मानौँ त्यही नम्बर अफ युजर भइदियो भने के हुन्छ हाम्रो एक्सेल अटोमेटिकली के हुन्छ सट डाउन हुने अथवा गुगल सिट्स भनौँ एक्सेल त हुँदै हुँदैन है एकचोटिमा एउटा युजर भइहाल्यो। गुगल सिट्समा के हुन्छ त त्यो गुगल सिस्टमले के हुन्छ चल्न बन्द भइदिने अथवा ल्याग भइदिने। सो वी क्यान सी सच काइन्ड अफ प्रब्लम। त्यस्तै गरेर अर्को डिफरेन्स हुनसक्छ हामीसँग डाटा इन्टिग्रिटी। सो अर्को डिफरेन्स हुनसक्छ हाम्रो डाटा इन्टिग्रिटी। सो इफ यू टक अबाउट एक्सेल्स है त इट डज नट ह्याभ एनी रुल्स। हाम्रो एक्सेलमा रुलहरू हुँदैन। जस्तै मानौँ मसँग होइन एउटा एज भन्ने कलम छ। अब त्यो एज भन्ने कलममा के हुन्छ मलाई सिर्फ नम्बर मात्रै चाहियो है त। नम्बर पनि कस्तो एज भनेको त 0 देखि 100 अथवा 150 सम्म होला। बट इफ वी विल ट्राई टु इन्सर्ट मोर देन दिस योभन्दा बढी नम्बर इन्सर्ट गर्न थाल्यो भने त्यो कलमले के हुन्छ विल स्याटिस्फाई द्याट। हामीले सजिलैसँग के हो त्यो डेटा हाल्न मिल्छ। होला त्यो फर्मुला हुन्छ बट त्यो फर्मुला के हुन्छ हाल्नलाई हामीलाई अलिक टिडियस होइन एकदम गाह्रो हुने गर्छ। तर इन कन्टेक्स्ट अफ हाम्रो एक्सेल है एक्सेलमा के सरी इन कन्टेक्स्ट डेटाबेसमा कस्तो हुन्छ भन्दाखेरि हामीले मानौँ एज हाल्नु पर्यो अरे। सिम्पली हामीले त्यो एजमा के गर्छौँ एउटा कन्स्ट्रेन्ट एउटा रुल राखिदिन्छौँ। रुल के होला? द्याट विल बी लाइक त्यहाँ नम्बर हाल्नु पर्यो अरे है त अथवा सम काइन्ड अफ इन्टिजर हाल्नु पर्यो अरे। सो एनी हाउ द्याट एज विल जस्ट टेक इन्टिजर ओन्ली अर नम्बर ओन्ली। त्यो एजमा मानौँ मैले झुक्किएर कहिलेकाहीँ क्यारेक्टर दिएँ भने त्यो के हुन्छ त अब यो स्याटिस्फाई हुँदैन है। सिधै के गरिदिन्छ त्यो डेटाबेसले एरर थ्रो गरिदिन्छ। सो द्याट्स द बेस्ट पोइन्ट ओभर हियर। त्यो बेस्ट पोइन्ट भइहाल्यो। सेम लाइक द्याट इफ यू टक अबाउट अटोमेसन्स हामी अटोमेसनको कुरा गऱ्यौँ भने सो इफ वी टक अबाउट अटोमेसन्स अटोमेसनको कुरा गऱ्यौँ भने चाहिँ हाम्रो एक्सेल चाहिँ अलिक लेस अटोमेटिक हुने गर्छ। वी हेभ टु एप्लाई लट अफ फर्मुला होइन आफैले के हुन्छ लजिकहरू एप्लाई गर्नुपर्यो। बट इन कन्टेक्स्ट अफ हाम्रो डेटाबेस इट इज हाइली अटोमेटिक। मानौँ कस्तो तपाईँलाई सर्टिङ गर्नुपर्यो। तपाईँले के गर्नुहोस् त्यो डेटाबेसमा पहिलेदेखि एउटा सर्टिङ रुल सर्टिङवाला के को स्क्रिप्ट लेखिदिनुहोस् त्यो सर्ट भएर बसिदिन्छ। एभ्री टाइम यु विल इन्सर्ट डेटा होइन हरेकचोटि डेटा हाल्दाखेरि त्यो आफै सर्टिङ भएर बसिदिन्छ। भनेको आफै अल्फाबेटिकल वाइज होला कि एस्केन्डिङ अर्डर होला कि आफै मिलेर बसिदिन्छ। सेम लाइक द्याट यु क्यान पुट देयर स्क्रिप्ट अल्सो। तपाईँले डेटाबेसलाई स्क्रिप्टले के हुन्छ कन्ट्रोल गर्न सक्नुहुन्छ। बट इफ यु टक अबाउट एक्सेल, एक्सेल पनि स्क्रिप्ट युज गर्न मिल्छ। बट त्यो स्क्रिप्ट युज गर्दा के हुन्छ त इट विल बी हार्ड है त अलिक गाह्रो हुने भयो है। त्यस्तै गरेर अरू थुप्रै छन् यहाँ डिफरेन्सेसहरू। लेट्स टक अबाउट सेक्युरिटी अल्सो यति कुरा गर्दा गर्दा होइन। सो इफ वी टक अबाउट सेक्युरिटी सो हाम्रो एक्सेल चाहिँ के हुन्छ लेस सेक्युर हुन्छ है त। किन लेस सेक्युर हुन्छ एउटा फाइल हो होइन त्यो फाइलमा के गर्छौँ हामीले डेटा हाल्छौँ है। त्यसो गरी जो पायो त्यसले के हुन्छ त्यो कम्प्युटर आउँछ, खोल्छ है त्यो कम्प्युटरमा के हुन्छ एक्सेल फाइलहरू हुन्छ त्यो पढिदिन्छ है त। होला अनि त्यहाँ के हुन्छ हामीले फाइलहरूलाई प्रोटेक्ट गर्नलाई पासवर्ड राखेको होलाौँ है त। हामीले फाइल लकर अथवा यस्तै केही एप थर्ड पार्टी एपहरू युज गरेको होलाौँ। बट द्याट्स अ थर्ड पार्टी भनेको त्यो एक्सेलले आफैले दिएको कुरा होइन। त्यो के भएको हो त त्यो अरू कसैले दिएको कुरा हो है त। अनि त्यही माथि पनि हाम्रो कस्तो हुन्छ भन्दाखेरि एक्सेलमा चाहिँ मानौँ म एउटा स्टुडेन्ट हो अरे है त। स्टुडेन्टले जुन डेटा देख्छ त्यो डेटा चाहिँ खास के हुनुपर्ने हो त द्याट डेटा मस्ट ह्याभ टु बी लिमिटेड। त्यो लिमिटेड हुनपर्ने हो के। तर म स्टुडेन्ट भएर के हुन्छ त्यो एक्सेलको जुन सिट हुन्छ त्यो खोल्दा पनि आई क्यान सी इच एन्ड एभ्री डेटा
मैले हरेक डेटाहरू हेर्न सक्छु। बट इफ यू टक अबाउट दि डेटाबेस, त्यहाँ सेक्युरिटी हाई हुन्छ। भनेको द डेटा व्हिच आई हेभ गट परमिसन है, जुन डेटाको मसँग परमिसन छ, मैले के गर्न पाउँछु त? आई क्यान ओन्ली सी द डेटा है। मानौँ म स्टुडेन्ट हो भने, म एज अ स्टुडेन्ट मैले कसको डेटा हेर्न पाउँछु त? म आफ्नो हेर्न पाउँछु, म अरू स्टुडेन्टको हेर्न पाउँदिनँ होला। मैले टिचरको के हुन्छ सबै डिटेल हेर्न पाउँदिनँ होला, नेम, फोन नम्बर हेर्न पाउँछु होला। सो त्यही डिटेल मात्रै के हुन्छ, मैले हेर्न पाउने भएँ। अरू डिटेलहरू के हुन्छ, आई क्यान नट सी द्याट वन। सो द्याट्स व्हाई हामीले भनिन्छ डेटाबेस चाहिँ के हुन्छ, बढी सेक्युर हुन्छ भनेर, है त। न सेम लाइक द्याट इफ यू टक एट इन्टिग्रेसन, सो लेट अस टक अबाउट इन्टिग्रेसन अल्सो, है त। इफ यू टक अबाउट इन्टिग्रेसन, एक्सेल के हुन्छ, इज difficult to integrate with websites or web app. It's difficult to integrate with web app. हामीलाई एक्सेलको डेटा चाहिँ वेबसाइटहरूमा अथवा हाम्रो सिस्टममा ल्याउनु पर्यो भने चाहिँ अलिक गाह्रो हुन्छ। इन कन्टेन्ट डेटाबेस हामीले स्क्रिप्ट युज गरेर के गर्न सकिन्छ? विथ स्क्रिप्ट वी क्यान इन्टिग्रेट डेटा इन वेब एप। हामीले के सजिलैसँग चाहिँ डेटाबेसको डेटा कहाँ ल्याएर इन्टिग्रेट कहाँ ल्याएर देखाउन सकिन्छ त? हाम्रो वेबसाइटहरूमा, हाम्रो मोबाइल एपहरूमा ल्याएर देखाउन सकिन्छ। सो दिस आर द डिफरेन्सेस बिट्विन एक्सेल एन्ड द डेटाबेस। न आई होप है तपाईँले बुझ्नुभयो होला होइन? किन चाहिँ हाम्रो एक्सेललाई है डेटाबेसले रिप्लेस गरिरहेछ भन्ने कुरो। सो डेटाबेस चाहिँ के भन्छ हाम्रो अलि एकदम इम्पोर्टेन्ट टपिक रहेको छ। आई होप यु हेभ अन्डरस्ट्यान्ड है। फर नाउ, थ्याङ्क यू।